नमस्कार, म राजु गौतम। यहाँलाई स्वागत छ CSI एडु च्यानलमा। यहाँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन अन गर्नुहोला। भिडियो मन परे लाइक गर्नुहोला। आउनुहोस् आजको टपिक सुरु गरौँ। सम्पूर्ण साथीहरूलाई नमस्कार। आजको सेसनमा आज चाहिँ हामी मेल मर्ज भन्ने अप्सनको प्रयोग कसरी गर्ने भन्ने विषयमा कक्षा गर्नेछौँ र मेल मर्जको प्रयोग गरेर चाहिँ हामीले धेरैवटा एउटै फर्मेटको डकुमेन्ट धेरैजनाको नाममा कसरी बनाउन सकिन्छ भन्ने चाहिँ आजको टपिकमा हामी गर्नेछौँ। मैले भन्न खोजेको कुरा के भने एउटै फर्मेटको चिठी धेरै मान्छेलाई पठाउनु पर्यो भने एउटै फर्मेटको स्ट्रक्चर चाहिँ धेरैजनाको नाममा बनाउनु पर्यो भने मेल मर्ज एकदमै धेरै उपयोगी हुन्छ। मेल मर्जको अप्सन प्रयोग गर्न जान्ने मान्छेले चाहिँ एकै पटक 500, 600, 1000 जनाको नाममा चिठी बनाउन सक्छ। किनभने एउटा फर्मेटको चिठी बनाएर उसले आफ्नो डाटामा भएको आफ्नो कम्प्युटरमा भएका जसको रेकर्ड छ उनीहरूको नाममा एकै पटक चिठी बनाउन सक्ने हुन्छ। अर्थात् मैले भन्न खोजेको कुरा के भने मानिलिउँ हाम्रो एउटा स्कुल छ, स्कुलमा धेरैजना विद्यार्थीहरू छन्। ती सबै विद्यार्थीलाई चाहिँ कुनै फङ्सनमा बोलाउनु पर्ने भयो या कुनै काममा बोलाउनु पर्ने भयो भने त्यति बेला उनीहरूको नाममा चिठी बनाउनु पर्ने हुन्छ। त्यो चिठी चाहिँ हाम्रो कम्प्युटरमा भएको रेकर्डको आधारमा एकै पटक बनाउन सकिन्छ। त्यसै गरेर मानिलिउँ हाम्रो एउटा कुनै सहकारी संस्था छ भने त्यो सहकारी संस्थामा चाहिँ धेरै शेयर सदस्यहरू हुन्छन्। ती शेयर सदस्यलाई चाहिँ एकै पटक चिठी काट्नु पर्यो भने उनीहरूको रेकर्ड हाम्रो कम्प्युटरमा भएको डाटाको आधारमा एकै पटक उनीहरूको नाममा चिठी काट्न सकिन्छ। हो त्यो कामहरू मेल मर्जले गर्छ र मेल मर्ज भन्ने टपिक चाहिँ मेलिङमा हुन्छ। त्यसैले त्यसको बारेमा आउनुहोस् आज जानौँ। त्योभन्दा अगाडि मैले एक्सेलमा एउटा डाटा बनाएको छु। किनभने यहाँ डाटा किन बनाएँ मैले भने मानिलिउँ हाम्रो एउटा स्कुल छ, हाम्रो चाहिँ संस्थामा चाहिँ यो कोर्स गर्ने विद्यार्थीहरू छन्। यहाँ त मैले अहिले 10 जनाको मात्रै नाम लेखेको छु, अझै धेरै विद्यार्थीहरू हुन सक्छन्। ती सबैको नाममा एकै पटक एउटा चिठी पठाउनु पर्ने भयो। मैले यहाँ चिठी पनि तयार गरेको छु, माइक्रोसफ्ट वर्डमा एउटा चिठी पनि तयार गरेको छु। ल यो चिठी चाहिँ अहिले भएका 10 जनालाई एकै पटक उनीहरूको नाममा तयार गरेर प्रिन्ट गरेर पठाउनु पर्ने भयो। यस्तो अवस्थामा कसरी बनाउने त? यो प्रोजेक्टबाट तपाईहरुले मेल मर्जलाई सजिलैसँग बुझ्न सक्नुहुनेछ। स्टेप बाइ स्टेपमा भन्नेछु, तपाईहरु ध्यान दिएर हेर्नु होला है त। सबैभन्दा पहिले तपाईले जुन चिठी चाहिँ धेरै जनाको नाममा बनाउनु पर्ने छ, जुन चिठी चाहिँ धेरै जनाको नाममा पठाउनु पर्ने छ, त्यो चिठीको कमन स्ट्रक्चर तयार गरिसक्नुहोस्। अर्थात् मैले चाहिँ यहाँनिर विषयदेखि पछाडि सबै लेखिसकेको छु। यो नाम हाल्नुपर्ने ठाउँमा एकछिनको लागि डट राखेको छु। यहाँ म भरे प्रत्येक जनाको नाम आउने बनाउने छु र यो चिठीको फर्मेट बनाइसके पछाडि अब म यहीँनिर मेल मर्ज सुरु गर्नेछु। किनभने यही ठाउँमा हामीलाई 10 जनाको नामहरू चाहिन्छ, एड्रेसहरू चाहिन्छ भने त्यो कुराहरू यहाँनिर ल्याउनु पर्छ। कहाँबाट ल्याउने भन्दा अघि यहाँ सेभ गरेको एक्सेलबाट। किनभने मैले चाहिँ सबै विद्यार्थीको रेकर्ड चाहिँ एक्सेलमा राखेको छु। एक्सेल बाहेक अन्य डाटाबेस वाला सफ्टवेयरहरुमा जहाँ पनि हुन्छ है हुन चाहिँ मैले एक्सेलमा राखेको छु। अब यी 10 जनाको नाममा चाहिँ अटोमेटिक रूपमा एकै पटक चिठी कसरी बनाउने भन्ने विषयमा म यहाँ तपाईहरुलाई जानकारी गराउन खोज्दै छु। अब 1 नम्बरदेखि म भन्दै जान्छु। पहिले तपाईहरुले थाहा पाउनु पर्ने कुरा के भने यो जुन अहिले हामीले चिठी बनायौं यो चाहिँ कहाँ रेकर्ड राखेको छ त? किनभने यसको लोकेसन चाहिन्छ भरे हामीलाई त्यो मेल मर्जमा तान्नका लागि। यो चिठी चाहिँ कहाँ सेभ गरेछ भन्ने थाहा छैन भने तपाईलाई यो रेकर्ड चाहिँ कहाँ सेभ गरेछ भन्ने कुरा थाहा छैन भने तपाईले यसलाई एकचोटी सेभ गरे पनि भयो हैन। जस्तै फाइलमा गएर मैले चाहिँ सेभ एज भन्ने अप्सनमा प्रयोग गरे हैन। दिस पीसीमा गएर मैले कुनै एक ठाउँमा यस्तो रेकर्डलाई सेभ गर्न चाहे। यो रेकर्डलाई चाहिँ मानिलिउँ म ल सुरुमा डेस्कटपमै सेभ गर्छु। डेस्कटप भनेको हाम्रो सुरुको स्क्रिन हो। यहाँनिर चाहिँ मैले स्टुडेन्ट भनेर मैले सेभ गरेँ। स्टुडेन्ट नाममा मैले डेस्कटपमा सेभ गरेँ यो डकुमेन्टलाई भन्ने थाहा पाइसकेपछि अब हामी यसलाई मिनिमाइज गरेर यतातिर मेल मर्जतिर लाग्नु पर्यो। मेल मर्ज गर्नका लागि सबैभन्दा पहिले तपाईहरुले के गर्नु पर्यो भन्दा मेलिङमा जानु पर्यो। मेलिङ ट्याबमा गएर जम्मा हामीले यहाँनिर 3 वटा अप्सनहरु चलाउने वाला छौं। एउटा भनेको स्टार्ट मेल मर्ज, यो तपाईहरुले याद गर्नु होला। स्टार्ट मेल मर्ज भन्ने चलाउने वाला छौं। अर्को इन्सर्ट मर्ज फिल्ड भन्ने यो अप्सन चलाउने वाला छौं। इन्सर्ट मर्ज फिल्ड भन्ने र अर्को चाहिँ फिनिश एन्ड मर्ज भन्ने अप्सन यसलाई चलाउने वाला छौं। यो 3 वटा अप्सनहरु चलाउने, तर सबैभन्दा पहिले स्टार्ट गर्ने स्टार्ट मेल मर्जबाट।
सबैभन्दा पहिले यो चिठी भएको ठाउँमा आइसके पछाडि स्टार्ट मेल मर्जमा जानुहोस्। स्टार्ट मेल मर्जमा गइसकेपछि स्टेप बाई स्टेप मेल मर्ज विजार्ड, स्टेप बाई स्टेप, किनभने हामीले अहिले बनाउन आँटेको लेटर चाहिँ स्टेप बाई स्टेप भनेको कसलाई पठाउने उसको लोकेसनबाट ती नामहरू तानेर यहाँ ल्याउनु पर्नेछ। त्यसैले स्टेप बाई स्टेप मेल मर्ज विजार्डमा गएर क्लिक गर्ने। त्यस पछाडि हाम्रो मेल मर्जको विजार्ड बक्स आउँछ। यहाँनिर यो मेल मर्जको विजार्ड बक्स हो। यो मेल मर्जको विजार्ड बक्समा चाहिँ हामीले जम्मा यहाँ नेक्स्टबाट हेर्नुहोस् है, यो हाम्रो लेटर बनिसकेको छ, लेटर सेलेक्ट भइसकेको छ। यहाँनिर नेक्स्टमा क्लिक गर्नुहोस्। यहाँ जम्मा 2 पटक नेक्स्टमा क्लिक गर्नुपर्छ। अहिले चाहिँ मैले पहिलो पटक नेक्स्टमा क्लिक गरेँ। हेर्नुहोस् है, नेक्स्टमा क्लिक गरेपछि फेरि करेन्ट डकुमेन्टको लागि हो भन्छ, यही डकुमेन्टमा म प्रयोग गर्ने हो, त्यसैले म फेरि नेक्स्ट गर्छु। अर्थात् तपाईँले केही नहेरी 2 चोटि नेक्स्टमा क्लिक गर्नुभयो भने हुनुहुन्छ। मैले चाहिँ नेक्स्टमा क्लिक गरेँ अर्कोचोटि। यति गरिसके पछाडि अब यहाँनिर एउटा ब्रोज भन्ने अप्सन आयो। अब यदि हामीले ब्रोज नगरेर टाइप अ न्यू लिस्ट गरेर यी टाइप गरे पनि हुन्छ रेकर्डहरू, जस्तै ती 10 जनाको नाम यी लेखे पनि हुन्थ्यो, तर 10 जनाको नाम यही लेख्न त हामीलाई झन झमेला भइहाल्यो। त्यसैले गर्दा हामी यहाँनिर ब्रोज अप्सनमा जान्छौँ र अघि मैले एक्सेलमा राखेको फाइल खोज्छौँ। जस्तै ब्रोज भन्ने अप्सनमा क्लिक गरेर मैले अघिको फाइल खोज्नतिर लागेँ। अघिको फाइल चाहिँ मैले डेस्कटपमा राखेको थिएँ, त्यसैले गर्दा यहाँ गएर म डेस्कटप भन्ने ठाउँमा गएँ। डेस्कटप भन्ने ठाउँमा गइसकेपछि स्टुडेन्ट भन्ने फाइलमा मैले त्यो कुरा राखेको थिएँ, त्यसले यसलाई सेलेक्ट गरेर मैले ओपन बटन यहाँनिर छ, यहाँ देख्नुहुन्छ होला, ओपनमा गएर क्लिक गरेँ। ओपनमा क्लिक गरेपछि कुन सिटमा छ भन्छ, सिट 1 नै हो, यसैलाई हामीले ओके गरिदिन मिल्छ। यसमा चाहिँ सिट 1 नै छानिराखेको छ, त्यसैलाई ओके गरिदिनुहोस्। त्यस पछाडि मैले ओकेमा पनि क्लिक गरिसकेँ। त्यस पछाडि अघि बनाएको लिस्टहरू आउँछ। यो चाहिँ नेपाली भाषामा लेखेको हुनाले यस्तो लिस्ट आएको छ, यसलाई मतलब नगर्नुहोस्, ठिक छ यो। यति गरिसके पछाडि अब फेरि के गर्नुहोस् भन्दाखेरि ओके गर्नुहोस्। यो लिस्ट हाम्रो भयो, यसमा मुनिपट्टि ओके छ, ओकेमा क्लिक गर्नुहोस्। अब मैले ओकेमा क्लिक गरिसके पश्चात अब हाम्रो स्टार्ट मेल मर्जको काम सिद्धियो। अब के गर्ने त? अब चाहिँ हामीले मर्ज फिल्ड लिएर आउने, भन्नुको मतलब जहाँ जे चाहिएको छ त्यहाँ लिएर आउने। सबैभन्दा पहिले मैले यहाँनिर मानलिम श्री भनेर लेखेँ है, श्री भनेर लेखेँ यसमा चिठीको सुरुमा। अनि त्यस पछाडि हामीलाई श्री पछाडि नाम चाहियो, त्यसैले मर्ज फिल्डमा गएर सुरुको यो नाम हो। यो चाहिँ नेपाली भाषामा भएको हुनाले यहाँ अलिकति फरक आएको छ, केही फरक पर्दैन। यहाँनिर नेम आएको छ, नेम भनेर राख्नुहोस्। त्यस पछाडि पहिलो अप्सन हाम्रो पहिलो चाहिँ नेम नै थियो। तपाईँलाई अप्ठ्यारो लाग्यो भने यहाँ एक्सेलमा गएर हेर्नुहोस्, ए रोल नम्बर रहेछ, यो होइन, हामीलाई चाहिएको त नाम छ भनेपछि दोस्रोमा रहेछ है। रोल नम्बर पहिलोमा छ, दोस्रोमा नाम छ, त्यहाँबाट ठेगाना छ, त्यहाँबाट कोर्स छ। यो 4वटा मलाई थाहा भइसक्यो। नाम र ठेगाना विशेष गरी अहिलेको लागि हामीलाई चाहिएको छ, दोस्रो र तेस्रो हामीले चलाइदिउँ है। त्यसो भए म फेरि यतापट्टि जानुपर्ने भयो। यहाँ गएर यो नाम होइन रहेछ, दोस्रो अप्सन अर्थात् यो नाम रहेछ, यसलाई क्लिक गरिदिने। यो नाम भनेरै आयो अहिले त, ठिक छ, नेम भनेर आयो। त्यस पछाडि मैले इन्टर गरेँ। इन्टर गरेर यहाँनिर मलाई फेरि ठेगाना चाहियो। यहाँ गएर तेस्रो ठेगाना रहेछ, यो ठेगाना पनि मैले लिएर आएँ। ल नेम र ठेगाना यहाँ ल्याइसकेपछि तपाईँ श्रीलाई भनेको छ, यहाँ पनि हामीलाई नाम पक्कै चाहिन्छ होला, त्यसैले अब म यहाँ पनि नाम ल्याइदिन्छु। नाम ल्याउनको लागि यो दोस्रो अप्सन यहाँनिर फेरि हामीले ल्यायौँ भनेपछि यहाँ नाम ल्यायौँ, यहाँ ठेगाना ल्यायौँ, यहाँ पनि नाम ल्यायौँ। अरू हामीलाई केही गर्नु छैन, अरू ठाउँमा नाम भर्ने गर्ने केही पनि छैन। यति गरिसके पछाडि यो दोस्रो अप्सनको पनि काम सिद्धियो। हुन्छ, यो दोस्रो अप्सनको पनि यसको पनि हामीले काम सिद्ध्यायौँ। सुरुमा हामीले गऱ्यौँ स्टार्ट मेल मर्ज, अनि त्यस पछाडि अहिले गर्दैछौँ इन्सर्ट मर्ज फिल्ड। अब लास्ट अप्सनमा गर्ने चाहिँ फिनिस एन्ड मर्जमा गएर हो। यो फिनिस एन्ड मर्जमा गएर क्लिक गरिसके पछाडि चाहिँ अब हामीले सुरुको अर्थात् एडिट इन्डिभिजुअल डकुमेन्ट, यसमा गएर क्लिक गर्नुपर्छ। यहाँ क्लिक गरिसके पछाडि यहाँनिर अल गर्ने कि करेन्ट रेकर्ड भनेको अहिलेको रेकर्ड मात्रै कि कतिदेखि कतिसम्म गर्ने भन्छ, हामीले अलै छानेर ओके गरिदिए हुन्छ है। यति गरिसके पछाडि यसरी आउँछ श्री राम थापा दमक। अब यहाँनिर पनि तपाईँ श्री राम थापालाई अनिवार्य उपस्थिति जनाई भनेर आयो भने चाहिँ यो राम थापा भन्ने पहिलो पेजमा यसरी बन्यो। अब म दोस्रो पेजमा गएँ भने अटोमेटिक रूपमा अरू पनि अघि हामीले दुईटा पेज ल्याएको रहेछौँ,
त्यसैले दुईटा पेज यसरी आयो, नभए एउटा पेजमा आउँथ्यो है। अनि श्याम राई उर्लाबारी यसरी आयो। फेरि तल गएर हेरौँ हरि मगर बिर्तामोड फेरि यसरी आयो। फेरि अर्को तल पेजमा हेर्ने सीता कोइराला सालबारी। हेर्नु त प्रत्येक जनाको नाममा अलग अलग चिठी बसेको छ। मैले सुरुमा बनाउँदाखेरि यो चिठीलाई 2 पेजमा बनाइछु, एउटा खाली पेज आइराखेको छ, खाली पेज छोड्नु हुन्थेन सुरुमा, त्यो गरेको भए भइहाल्थ्यो। तर पनि ठिक छ, सबैको नाममा एउटा चिठी बनिसकेको छ। 10 जनाको नाममा यसरी हामीले चिठी बनाउन चाहिँ सफल भयौँ। भनेपछि के रहेछ त कुरा भन्दाखेरि हामीले मेल मर्जको सहायताले एक्सेलमा भएको रेकर्डबाट तानेर यो चिठीमा प्रत्येकको नामहरू भर्यौँ। अब यसलाई कन्ट्रोल पी गरेर सबै प्रिन्ट गरेर हामीले सम्बन्धित मान्छेलाई दिन पाउने भयौँ के सबैको नाममा एट अ टाइम चिठी बनिसकेको छ। यहाँ आएर मैले यो राम थापा टाइप गरेको होइन कि मैले चाहिँ मेलिङमा गएर इन्सर्ट मर्ज फिल्डबाट यहाँबाट तानेको नाम हो। त्यसैले मेल मर्ज भन्ने अप्सन हाम्रो लागि इम्पोर्टेन्ट हुन्छ। यस्तै गरेर मैले चिठी बनाए जस्तै गरेर सेम फर्मेट भएका अन्य कामहरू पनि यसमा गर्न सक्नुहुनेछ। जस्तै तपाईले चाहिँ एउटा आइडेन्टिटी कार्डको फर्मेट बनाउनु भएको छ भने नेम एड्रेसहरू कोर्सको नामहरू अटोमेटिक तानेर बनाउन सक्नुहुन्छ। यस्तै खालका जुन फर्मेटहरू छ धेरै जनाको नाममा पठाउनु पर्नेछ, डाटा चाहिँ कुनै ठाउँमा सेभ गर्नु भएको छ यसरी नै भने यो नामको चिठीहरू अटोमेटिक रूपमा यहाँ बनिसकेको छ। यसलाई एकचोटि प्र्याक्टिस गर्नु होला, यो तपाईको लागि उपयोगी हुनेछ। र यो चाहिँ मेलिङ भन्ने अप्सन धेरै जनाले यो प्रयोग गरेको पाइँदैन, तर कुनै ठाउँमा एक्सेलमा संस्थामा रेकर्ड राखेकै भइन्छ, हामीले हामीसँग सम्बन्धित मान्छेको नामहरू यसरी लेखेकै भइन्छ भने यो नाम नेपालीमा होस् इङ्ग्लिसमा होस् कुनै भाषामा होस् मतलब भएन। यी डाटालाई जस्ताको तस्तै यहाँनिर हामीले चिठीमा तानेर बनाउन सकिन्छ। यो कामलाई चाहिँ हामी मेल मर्ज भनेर भन्छौँ। यसरी हामीले तानेको थियौँ र त्यो तानिसके पछाडि यसरी हाम्रो नाम चाहिँ प्रत्येक जनाको नाममा चाहिँ चिठी बनेको छ। यसरी हुन्छ। आजको क्लासमा हामीले मेल मर्ज भन्ने टपिक गर्यौं। यो मेल मर्ज भन्ने टपिक एकचोटि प्र्याक्टिस गर्नु होला। होस् त यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो, यहाँहरूको सल्लाह सुझाव कमेन्ट गर्नुहोला र फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ आजलाई भने बिदा चाहन्छु। यहाँहरूको दिन शुभ रहोस्। नमस्कार।